नमस्कार दर्शक महानुभावहरू, यहाँहरूको समक्षमा फेरि एउटा नयाँ भिडियोको साथमा म उपस्थित भएको छु। भिडियो अन्तिमसम्म हेर्नुहोला। बडा महत्त्वपूर्ण कुरा छ, तन्त्रबाधा सम्बन्धित जानकारी यहाँहरूमाथि पनि हुन सक्छ। ध्यान दिनुहोस्। लक्षण र उपाय म बताउँदछु। लक्षण यो हो कि बारम्बार खानेकुरामा कपाल या रौँ पर्छ भने, आफ्नो पेट फुलिराखेको छ भने, न्वाङहरू फुलिराखेका छन् भने, त्यसपछि कपाल बारम्बार झरिराखेको छ, यो पनि एउटा लक्षण हुन्छ। त्यसपछि भने आफ्नो काममा जाँगर नरहनु, शरीर अस्वस्थतर्फ गइराख्नु र साथसाथै हातखुट्टा पनि पोलिराख्नु, यस्ता जब सबै सिम्टम एकसाथ आउने गर्दछन् र कहीँ बार सिम्टमहरू धेरै मिल्न जान्छन् भने तन्त्रबाधा छ, रिसनी परेको छ, कसैले तपाईँप्रति नराम्रो भावना राखेर केही नराम्रो कर्म गरिराखेका छन् भनेर बुझ्नुहोला। यसको निवारण हेतु आफू मजबुत हुनुपर्ने हुन्छ। त्यसको लागि सधैँ ध्यान दिनुहोस्, आफूले कपाल कोरे पश्चात त्यो कपाललाई थोरै थुकेर मात्र डस्टबिनमा फाल्ने गर्नुहोस् र साथसाथै थोरै तेललाई कहीँ शुद्ध ओम नमः शिवाय यो मन्त्रद्वारा या कहीँ वैदिक शुद्ध मन्त्रद्वारा अभिमन्त्रित गरेर कपालमा तेल लगाउने गर्नुहोस्। त्यसपछि भने यहाँहरूले समस्त बाधा निवारण हेतु यहाँहरूले के गर्नुपर्छ भन्दा एउटा फिटकेरी लिने अनि 7वटा ल्वाङ लिने, जसको टुप्पोमा फुल रहन्छ। त्यसपछि भने 7वटा बेसारको गाँठो कालो कपडामा बाँधेर 3 दिनसम्म आफ्नो साथमा राख्ने। 3 दिनपछि शनिबारबाट आरम्भ गर्ने, रवि, शनिबार, आइतबार र सोमबारको दिन बिहान आफ्नो शिरबाट घुमाएर त्यसलाई लगेर कुनै नदीमा कुनै नालामा लगेर फालिदिने। त्यसपछि पनि फेरि त्यस्तै गर्ने, लगातार 7 चोटि, 3-3 दिनको फेरमा 7 चोटि यहाँहरूले गर्नुहोला। त्यसपछि जीवनमा यस्तो तन्त्रबाधा तपाईँमाथि ग्रसित या तपाईँमाथि आउन सक्दैन। तपाईँलाई यति मजबुत र इम्युनिटी पावर यति बुस्ट गरिदिन्छ, तपाईँलाई अन्य तन्त्रबाधाले छुन पनि सक्दैन। यो आजमाएर अवश्य हेर्नुहोला। जय श्री राधे।